नमस्कार श्रोता तथा दर्शकहरूलाई। आज म तपाईहरुलाई बोर्ड व्याकरण र नेपाली व्याकरण बीचको केही भिन्नताहरू भन्न चाहन्छु। कृपया ध्यानपूर्वक सुन्नुहोस् किनकि यसले तपाईहरुलाई फाइदा पुर्याउँछ भन्ने आशा गर्दछु। आजको पाठ रहेको छ हाम्रो गोचेन सुम, जसलाई नेपाली भाषाबाट तीनवटा शिर अक्षर भनेर चिनिन्छ। यो तीनवटा शिर अक्षरलाई चाहिँ तीन भागमा विभाजन गरेको कारणले तीनवटा शिर अक्षर भनेर चिनिन्छ। जस्तै रागो, लागो अनि सागो रहेको छ। आज हाम्रो चाहिँ रागो भन्ने बारेमा जान्नेछु। रागो कतिवटा छ भन्दाखेरि रागो चुङी, जसलाई नेपाली भाषाबाट 12 किसिमका रागो भनेर चिनिन्छ। यो रागो किन भनिन्छ? किनकि यो 12वटा अक्षरमा 12वटा अक्षरको माथि र लागेको कारणले यसलाई रागो भनेर चिनिन्छ। त्यसैले हामीलाई रागो चिङ्गी हिगी चुङी भनेर भनिन्छ। आज म तपाईहरुलाई रागो चुङीको कसरी पढ्छ भन्ने बारेमा तपाईहरुलाई यसको पढ्ने विधि सिकाउने छु। कृपया राम्रोसँग हेर्नुहोस् र मसँग सँगै उच्चारण गर्नुहोस्। अब हामी लागौं यसमा। यो क ग छ नि, यो सबै व्यञ्जन वर्णमा भएको हो र आज हामीले चाहिँ के थप गरेको छ भने चाहिँ माथि र मात्र थप गरेको छ। हेर्नु त, यो सबै र हो, मैले यो सबै छ नि यसमा थपेको छ र यो क को माथि र छ नि, यो र लागेको कारणले यसले हामीले रागो भनिन्छ। यो सबैलाई हामीले रागो चिन्गी हिगे चुङी भनिन्छ। र अब हामी जम पढ्ने तरिका है। यो माथि र भयो र यो क भयो, र कतक का। यसको चाहिँ साउन्ड धेरै फरक हुँदैन, त्यसैले यसलाई पढ्नलाई सजिलो छ। र कतक का। र यो चाहिँ किन चिन्ह लगाऊ भन्दाखेरि यसको चाहिँ साउन्ड अलिकति फरक हुन्छ। जस्तै माथिको र भयो र तलको ग भयो, र कतक घ भन्छ। र यो पनि अलिकति साउन्ड फरक हुने कारणले चिन्ह लगाएको छ। जस्तै माथिको र भयो र तलको म भयो, यसलाई जोडेर पढ्दाखेरि र घतक ङ भन्छ र यसको पनि साउन्ड अलिकति फरक हुन्छ। जस्तै माथिको र भयो र तलको झा भयो, अनि यसलाई र झतक झा भन्छ। अनि यसको पनि अलिकति फरक हुन्छ। जस्तै यो पनि माथिको र भयो र तलको भयो न्या, यसलाई जोडेर पढ्यो भने र न्यातक न्या भन्छ। अनि यो चाहिँ फरक हुँदैन यसको चाहिँ साउन्ड, त्यसैले मैले चिन्ह लगाएको छैन। जस्तै र त ता भन्छ, एउटै छ है स्वर चाहिँ। यसको पनि अलिकति फरक हुन्छ। जस्तै माथिको भयो र तलको भयो ध, जस्तै र धतक ध। अनि यसको पनि फरक हुन्छ। जस्तै माथिको भयो र तलको भयो न, जस्तै जोडेर पढ्यो भने र न त न भन्छ। अनि यो पनि फरक हुन्छ, यसको पनि साउन्ड अलिकति फरक हुन्छ। जस्तै माथिको भयो र अनि तलको भयो भ, अनि यसलाई जोडेर पढ्यो भने र भतक ब भन्छ। अनि यो भयो म, यो भयो माथिको र, अनि यो जोडेर पढ्यो भने र मतक मा भन्छ। अनि यसको चाहिँ फरक हुँदैन। जस्तै र चत च, एउटै छ है स्वर चाहिँ। अनि यसको चाहिँ फरक हुन्छ। जस्तै माथिको भयो र तलको भयो ज, जोडेर पढ्यो भने र जतक झ भन्छ। हामी फेरि जाउँ है त। र कतक का, र घतक घ, र घतक ङ, र अनि यो भयो झ, र झतक झ। अनि यो भयो न्या, र न्यातक न्या। यो पनि त्यस्तै हो, र तत ता। माथिको भयो र तलको भयो द, जस्तै
र दतक ध अनि यो पनि र नतक न र नतक न भनेर नपुर्ने है त र नतक न अनि यो भयो र भतक ब अनि यो पनि र मतक म र चतक च अनि र जतक ज भन्छ। आज हामीले चाहिँ रागो चेन्गी हिगे चुङ्गी पढिसक्यो। आज चाहिँ म तपाईँहरूलाई यीहरू सबै सिकेको छ र तपाईँहरू फेरि फेरि गरेर पढ्नु होला है त। आजको लागि यति नै, पछि हामी भेटौँला।